नटलेसम्म त्यसलाई नहटाएसम्म नयाँ भित्र महापवित्र स्थानसम्म कोही पनि जान पाउने थिएन भनेर यहाँ हिब्रूको पुस्तकले भन्दैछ। यसको मतलब के होला? यहाँ के लेखेको छ माथि? पवित्र आत्मा देखाउनुहुन्छ अथवा पवित्र आत्माले प्रकाश पार्नुहुन्छ अरे। अब नयाँ मण्डलीलाई पवित्र आत्माले के प्रकाश पारेको हुन्छ कि जबसम्म यीशु ख्रीष्ट आउनु भएन तबसम्म हाम्रो पाप धुने अथवा छोप्ने चाहिँ पुरानो नियममा थियो। सो जबसम्म मत्तीको पुस्तक सुरु भएन, यीशु ख्रीष्ट आउनु भएन, तबसम्म मान्छेको हरेक पाप हरेक अपराधहरू चाहिँ रगतले धोइन्थ्यो। त्यो रगत चाहिँ के को थियो? थुमाको थियो, बोकाको थियो, अनि साँडेको थियो, परेवाको रगतले चाहिँ के भयो? उनीहरूको दैनिकी बलिदान र वर्षमा एकचोटि हुने बलिदान। दुई किसिमको बलिदान, एउटा दैनिक बलिदान, एउटा वर्षमा एकचोटि हुने बलिदान। ओके, त्यो बलिदानहरूको निम्ति उसले गरेको अपराधहरूको निम्ति प्रायश्चितको निम्ति चाहिँ के गर्नु पर्थ्यो? पुरानो नियममा साँडेहरू बोकाहरूलाई के गर्नु पर्थ्यो? सेक्रिफाइस गर्नु पर्थ्यो, बलि चढाउनु पर्थ्यो। अनि त्यो रगत चाहिँ पुजारीले के गर्नु पर्थ्यो? उनले चाहिँ पवित्र स्थानमा हुन्थ्यो, तर अझ महापवित्र स्थानमा गएर के गर्नु पर्थ्यो? त्यो रगतलाई छर्कनु पर्थ्यो। अनि जो पापी मानिस थियो उसले के गर्नु पर्थ्यो? आफ्नो हात चाहिँ त्यो साँडेमा, त्यो उसले लिएको बलिमा हात राख्नु पर्थ्यो, अनि उसको पाप चाहिँ त्यहाँ के हुन्थ्यो? त्यसमा सर्थ्यो। यसको मतलब यहाँ हिब्रूको पुस्तकले के भन्दैछ कि जुन त्यो पुरानो नियममा पाप हुने तरिका थियो त्यसले चाहिँ मान्छेको भित्र विवेकलाई, कन्सियसनेसलाई, माइन्डलाई चाहिँ के गर्न सकेन? धुन सकेन। तर त्यो चाहिँ के थियो? शरीरको विधिहरू मात्र थियो। ओके, यहाँ सुन्नुहोस् है, म पुरानो नियममा थिएँ अरे। यीशु ख्रीष्ट आउनुभन्दा अगाडि मैले व्यभिचार गरेँ, मैले अर्काको बुढीलाई दिएँ, मैले पाप गरेँ, मैले कसैलाई मर्डर गरेँ। ओके, म पापी ठहरिएँ। अब के हुन्थ्यो? म दैनिक बलिदान अथवा वर्षमा एकचोटि बलिदान लिएर जान्थेँ। बोका, खसी अथवा जे भयो, साँडे भयो भने म लगेर जान्थेँ। म लगेर गएर वर्षमा एकचोटि यरुशलेमको मन्दिरमा म जान्थेँ, अनि गएर चाहिँ पुजारीलाई दिन्थेँ। मैले लिएर हात राख्थेँ, अनि त्यसमा पुजारीले त्यसलाई काट्थ्यो, त्यसको रगत चाहिँ कहाँ लाग्थ्यो? महापवित्र स्थान छिटकाउँथ्यो। अनि म फर्किन्थेँ, अनि म भन्थेँ ओहो म त शुद्ध भएँ, म पवित्र भएँ भनेर म फर्किन्थेँ। तर वास्तवमा त्यो चाहिँ देखावटी मात्र थियो, त्यो चाहिँ बाहिरको शरीरको विधिहरू मात्र थियो। बुझ्नुभयो तपाईँले? सो यो चाहिँ पुरानो नियममा के गर्ने तरिका थियो? पुरानो नियममा चाहिँ तपाईँ र मेरो रगतलाई